एउटा सानो छ। ल साथीहरू, हामी फाइनल्ली गन्तव्यमा पुग्दैछौँ। चम्पादेवी मन्दिर। यो भने चम्पादेवी मन्दिर हो। मन्दिरले नेपाली सम्पूर्ण मानव जातिको रक्षा गरून् भन्ने चाहना हाम्रो छ। यो भनेको यहाँ यस्तो त्यहाँ माटोको के त ढुङ्गाको चुली बनाएर जानुपर्छ यहाँनिर। विभिन्न अपेक्षा राखेर आएका छन् यहाँ। अब नक्सा हेरेर सकेर कुन कुन मन्दिर घुम्ने अब यो छ नि चम्पादेवी मन्दिर यो भयो। यहाँ तलतिरको यो के मन्दिर छ, यतातिर के छ, उतातिर के छ म्याप हेरेछ यहाँ। हाम्रो भरत सरले हाम्रो गाइड गर्दै हुनुहुन्छ। भरत सर हाम्रो सबभन्दा पहिला आउने व्यक्ति। यहाँ आएको दुःख नभएर सुख छैन, दुःख नगरी आनन्द पनि छैन। यो स्वर्गीय आनन्द। अहिले जस्तो बोर्ड भइदिया कस्तो बनाउनु पहिला। ल यो राम्रो रहेछ ठाउँ। यहाँ फोर कलेक्सनदेखि लिएर यो मन्दिर, यहाँ पार्किङ स्थल, चम्पादेवी मन्दिर। जय चम्पादेवी माता। लगाइ दर्शन गर, टिका लगाएर जाऊँ न। एकजना जाऊ न भित्र जुत्ता खोलेर। अङ्कल गइसु न यार हजुर। विशेष त हजुरले ल्याउनु खोज्यो, यहाँ हामी त आइरहने हो पछि पनि। गइसु के भित्र? जाऊ न टोपेन्द्र, जाऊ न। टिका टिका लगाउनु। कान्छो तिमी जाऊ, जुत्ता खोला। भरत सर हजुर तपाईँ आउनु न एकछिन। म थाकेर हैरान भएको छु। भिडियो बनाइदिउँ। तपाईँ बस्नु उपेन्द्र छ त। के गरौँ भन्नु? यो भिडियो बनाउनु। ल जानु चम्पादेवी मन्दिर। यहाँ आयो भने मनको इच्छा पुरा हुन्छ अरे। यो लगभग हाम्रो 700-800 मिटर, 800 त नभनौँ, 800 भने त सगरमाथा 8000 हो। सगरमाथा लगभग 9-10 किलोमिटर